हेलो नमस्ते वेलकम टु माई च्यानल। हजुरहरूलाई मैले ब्याक टु ब्याक लोकसेवा बेस्ड कन्टेन्ट र केही मोटिभेसनल भिडियोहरू बनाएको थिएँ। त्यो भिडियोबाट हजुरहरूले राम्रो फिडब्याक पनि दिनुभएको छ र त्यो भिडियो हजुरहरूलाई कुनै न कुनै हिसाबले हेल्पफुल पनि भएको छ भन्ने मैले पूर्ण अपेक्षा गरेको छु। र आज चाहिँ मैले हजुरहरूको लागि फरक परिवेशको अथवा फरक टपिकको भिडियो लिएर आइरहेको छु। र त्यो भिडियोको टपिक के छ भन्दाखेरि चाहिँ हाउ टु मेक स्मुथ फ्यामिली रिलेसन, अथवा हामीले हाम्रो फ्यामिली मेम्बरसँग कसरी एउटा गुड रिलेसन राख्ने, कसरी वार्म रिलेसन राख्ने र कसरी हामीले चाहिँ हाम्रो फ्यामिलीसँगको लाइफलाई चाहिँ अझ स्मुथ बनाउने भन्ने भिडियो लिएर आएको छु। अहिले चाहिँ कस्तो छ भन्दाखेरि सोसल मिडिया प्लेटफर्महरूले चाहिँ लगभग हामीलाई चाहिँ केही हिसाबले ग्लोबल्ली कनेक्टेड पनि गराएको छ, तर ब्याक टु ब्याक हाम्रो फ्यामिलीसँगको रिलेसनलाई चाहिँ त्यसले घटाइरहेको छ। त्यो कुराबाट चाहिँ कसरी बाहिर आउन र हाम्रो फ्यामिलीसँगको रिलेसनलाई कसरी स्मुथ राख्न, कसरी राम्रोसँग क्यारी गरेर अगाडि बढ्न हेल्प हुन्छ भन्ने सोचेर मैले हजुरहरूलाई भिडियो लिएर आएको छु। र एउटा सक्सेसफुल मान्छे सक्सेस हुनुमा र उसले आफ्नो एमहरू फुलफिल गर्नुमा फ्यामिलीको रोल भनेको चाहिँ प्राइम रोल र एकदमै म्याटर गर्ने कुरा हुन्छ। त्यही भएर हामीले हाम्रो फ्यामिलीसँगको रिलेसनलाई स्मुथ राख्नुपर्छ, फ्यामिलीसँग टाइम स्पेन्ड गर्नुपर्छ र कसरी त्यसलाई चाहिँ अगाडि बढाउने भनेर चाहिँ हजुरहरूलाई मैले टिप्स लिएर आएको छु। हामीले हाम्रो फ्यामिलीसँग स्मुथ रिलेसन बनाउनको लागि चाहिँ कन्टिन्युस कम्युनिकेसन गर्नु पर्यो। जस्तो हामी दिनभर त बिजी भए पनि बेलुका त हामी घरमा आउँछौँ नि त, हामीले फ्यामिलीसँगको कम्युनिकेसनलाई चाहिँ सधैँ अगाडि बढाइरहनु पर्छ र त्यो चाहिँ हाम्रो फ्यामिलीलाई एक्सपेक्ट पनि हुँदो रहेछ कि। जस्तो म फ्यामिलीभन्दा टाढा बस्छु, मैले कोही बेला नभ्याएर 2-3 दिनसम्म कल गरेन भने चाहिँ मम्मीहरूलाई एकदम नराम्रो लाग्ने कि किन कल गरेन, टाढा भएको हो कि के हो कि भन्ने त्यो लाग्छ होइन। त्यही भएर हामीले हाम्रो फ्यामिलीलाई खुसी बनाउन पनि टाइमली कम्युनिकेसन गर्नुपर्छ। जस्तो हजुरहरू चाहिँ फिजिकली फ्यामिलीसँगै बस्नुहुन्छ भने त हजुरहरूले फिजिकली कम्युनिकेट गर्नु पर्यो। आफ्नो चाहिँ 1 देखि 2 आवर्स चाहिँ फ्यामिलीलाई टाइम स्पेन्ड गर्नु पर्यो। आफ्नो भएको डेली एक्टिभिटिजहरू, आफूसँग भएको फ्रस्ट्रेसन, इमोसन अनेस्टली सेयर गर्नु पर्यो। उहाँहरूले गाइडेन्स पनि दिनुहुन्छ। र हजुरहरू चाहिँ फ्यामिलीसँग सँगै बस्नुहुन्न, फ्यामिली टाढा हुनुहुन्छ भने पनि अहिले त सोसल मिडिया प्लेटफर्मबाट हजुरहरूले चाहिँ भिडियो च्याटबाट पनि हजुरहरूले फ्यामिलीसँग टाइम स्पेन्ड गर्न सक्नुहुन्छ। आफ्नो कुराहरू, आफ्नो इमोसन्सहरू, आफ्नो भइरहेको स्ट्रेसको कुराहरू पनि सेयर गर्नुहुन्छ। त्यसले चाहिँ हजुरको स्ट्रेस ओभरकम गर्न पनि हेल्प गर्छ र आफ्नो फ्यामिलीलाई पनि राम्रो लाग्छ कि मेरो छोराछोरीले अथवा मेरो फ्यामिली मेम्बरले चाहिँ मलाई टाइम दिइरहेको छ, मलाई भ्यालु गरिरहेको छ, मैले उसको लागि यति धेरै गरेँ भने उसले पनि मलाई केही गरिरहेको छ भन्ने एउटा सानो कम्युनिकेसनले पनि म्याटर गर्छ क्या फ्यामिलीको लागि। त्यही भएर हामीले चाहिँ मेन कुरा भनेको चाहिँ फ्यामिलीसँग स्मुथ रिलेसन राख्नको लागि चाहिँ कन्टिन्युस कम्युनिकेसनमा बसिरहनुपर्छ। र अर्को कुरा भनेको चाहिँ इम्प्याथी सो गर्नु पर्यो हाम्रो फ्यामिलीसँगको लागि चाहिँ। हामीले हाम्रो फ्यामिलीको आँखाबाट पनि हेर्नु पऱ्यो कि उहाँहरूको प्रब्लमलाई, उहाँहरूको जजमेन्टलाई। त्यो भयो भने चाहिँ एउटा स्मुथ रिलेसन डेभलप गर्ने काम हुन्छ कि हामीले हाम्रो हिसाबले मात्रै एनालाइज गर्नु हुँदैन। कोही हामी व्यक्तिप्रति हामीले चाहिँ इम्प्याथी राखिरहेछौँ, सिम्प्याथी राखिरहेछौँ अथवा उहाँहरूको प्रब्लमलाई चाहिँ बुझ्न चाहिरहेछौँ भने हामीले आफ्नो ठाउँमा उभिएर हेर्नु हुँदैन क्या, हामीले चाहिँ उहाँहरूको ठाउँमा गएर आफूलाई उभ्याउनुपर्छ। त्यो भयो भने चाहिँ सिचुएसन अझ इजी हुन्छ र हामीले हाम्रो फ्यामिलीसँगको प्रब्लम बुझ्न सक्छौँ र कम्युनिकेसनलाई चाहिँ अझ अगाडि बढाउन सक्छौँ, अझ स्मुथली लान सक्छौँ। र हामीले चाहिँ जजमेन्टहरू एकदम हार्स गर्ने होइन, एकदम ड्युडली बोल्ने, एकदम नराम्रो हिसाबले उहाँलाई भन्ने भन्दा पनि कसरी हुन्छ कुल हिसाबले, काम हिसाबले त्यो सिचुएसनलाई चाहिँ बुझ्न सक्नुपर्छ। र त्यसरी बुझिरह्यो भने उहाँहरूलाई पनि राम्रो लाग्छ र आफूलाई पनि त्यो नेगेटिभ एनर्जी आउँदैन। जति हामीले चाहिँ रुड भएर प्रेजेन्ट हुन्छौँ, जति हामीले चाहिँ हार्स जजमेन्ट गर्छौँ, जति हामीले हामीसँग त्यो नेगेटिभ एनर्जी लिन्छौँ त्यति नै हामीलाई त्यसले ह्याम्पर गरिरहेको हुन्छ। त्यही भएर हामीले चाहिँ हार्स जजमेन्ट, रुड जजमेन्ट गर्नुभन्दा पनि उहाँहरूको आँखाबाट त्यो समस्यालाई बुझ्ने प्रयास गर्नुपर्छ। र अर्को भनेको चाहिँ स्पेन्ड क्वालिटी टाइम टुगेदर। जस्तो अहिले के ग्यापिङ भइरहेको छ भन्दाखेरि सोसल मिडिया र अहिलेको यो टेक्नोलोजीले हामीलाई चाहिँ फ्यामिलीसँग क्वालिटी टाइम स्पेन्ड गर्नको लागि चाहिँ बाधा अवरोध ल्याइरहेको छ। र अर्को के कुराले पनि हामीलाई फ्यामिलीसँग क्वालिटी टाइम स्पेन्ड गर्न दिएको छैन भन्दाखेरि हामी सबै एम्बिसियस छौँ क्या। हामी हाम्रो गोल्समा, हामी हाम्रो अब्जेक्टिभमा, हाम्रो एममा, हाम्रो काममा यति धेरै लगाव राख्छौँ कि हामीले हाम्रो पर्सनल लाइफ, हाम्रो फ्यामिलीसँगको लाइफ बिर्सिरहेको हुन्छौँ कि। त्यही भएर हामीले यो सबै कुराहरूबाट ओभरकम गर्न र हाम्रो एउटा वर्क लाइफ ब्यालेन्सलाई पनि स्मुथली अगाडि बढाउन चाहिँ
क्वालिटी टाइम फ्यामिलीसँग स्पेन्ड गर्नु। जस्तो मुभीहरू हेर्न जान सक्नुहुन्छ, डिनरहरू सँगै गर्ने, त्यसपछि बाहिर घुम्न जाने, त्यसपछि कोही ठाउँमा हाइकिङहरू जाने, त्यसो गर्नुभयो भने फ्यामिलीलाई पनि राम्रो लाग्छ र हामीले हाम्रो फ्यामिलीसँग क्वालिटी टाइम स्पेन्ड गर्छ, आफ्नो पनि स्ट्रेस ओभरकम हुन्छ र उहाँहरूलाई पनि हामीले टाइम दिइरहेको छौँ भन्ने फिल हुन्छ। त हजुरहरू बाहिर बस्नुहुन्छ भने पनि अब आफ्नो जब नेचर, आफ्नो वर्कको क्यापेसिटी अनुसार हजुरहरूले चाहिँ आएर फ्यामिलीसँग टाइम स्पेन्ड गर्नुहुन्छ। कति टाइममा त्यहाँ जान पोसिबल हुन्छ, जान पोसिबल भएन पनि फ्यामिलीलाई यता बोलाउन मिल्छ भने पनि सँगै बोलाएर चाहिँ क्वालिटी टाइम फ्यामिलीसँग स्पेन्ड गर्नुपर्छ। अहिलेको यो कम्पिटेटिभ टाइममा चाहिँ हामीले सबै कुरा अचिभ गरिरहेको हुन्छौँ, तर हाम्रो फ्यामिलीसँगको चाहिँ टाइम, हाम्रो फ्यामिलीसँगको चाहिँ त्यो क्वालिटी मोमेन्टहरू हामीले मिस गरिरहन्छौँ र पछि फर्केर हेर्दा चाहिँ हामीसँग सबै कुरा छ तर हाम्रो फ्यामिलीसँगको टाइम खोइ भनेर हामीलाई सोच्दाखेरि त्यो नराम्रो लाग्न सक्छ। त्यही भएर हामीले हाम्रो लाइफलाई एकदम मल्टिडाइमेन्सनल हिसाबले ब्यालेन्स गर्नको लागि चाहिँ हाम्रो वर्कलाई त प्रायोरिटी दिनै पर्यो। हाम्रो गोल्स, हाम्रो करियर एक ठाउँमा हुँदै हुन्छ, त्यति गर्दा गर्दै पनि हाम्रो फ्यामिलीसँग टाइमलाई चाहिँ कसरी स्पेन्ड गर्न सकिन्छ, आफ्नो फ्लेक्सिबिलिटी, आफ्नो टाइम हेरेर हामीले चाहिँ त्यो स्पेन्ड गर्नुपर्छ। नेक्स्ट इम्पोर्टेन्ट पोइन्ट भनेको चाहिँ प्र्याक्टिस ग्र्याटिट्युड एन्ड फर्गिभनेस। अहिले हाम्रो टाइम कस्तो भयो भन्दाखेरि साथीसँग होस्, फ्यामिलीसँग होस्, अथवा आफ्नो काउन्टर पार्टसँग होस्, अथवा हाम्रो कलिगसँग होस्, हामीले कोहीसँग पनि फर्गिभनेस अथवा ग्र्याटिट्युड गर्न हामीले भुलिरहेको हुन्छ। कसैले हामीले राम्रो गरिरहनु भएको छ भने हामीले थ्याङ्क यू त भन्न सकिन्छ नि, हामी ग्रेटफुल हुन सकिन्छ नि त्यो कुराप्रति। र कसैप्रति हामीले नराम्रो गऱ्यौँ भने हामीले सरी भन्न सकिन्छ नि, आइएम सो सरी, आई डिड इट बाई मिस्टेक, आई डिड इट अननोइङली भनेर त्यति भन्न सकिन्छ। त्यस्तै हामीले हाम्रो फ्यामिलीसँग पनि ग्र्याटिट्युड र सरी एक्सप्रेस गर्ने बानी गर्नुपर्छ। त्यति गर्दा हामी सानो पनि भइँदैन, त्यति गर्दा फ्यामिलीलाई राम्रो लाग्छ। सो त्यो भएर हामीले चाहिँ ग्र्याटिट्युड र फर्गिभनेसलाई चाहिँ साथसाथै लग्यो भने चाहिँ हामी पनि खुसी हुन्छौँ र हाम्रो फ्यामिलीलाई पनि खुसी बनाउन सक्छौँ। अर्को कुरा भनेको चाहिँ हामीले हाम्रो फ्यामिलीलाई, हाम्रो सिब्लिङ्सलाई, सबैजनालाई चाहिँ सपोर्ट गर्नु पर्यो कि उहाँहरूलाई परेको बेला अथवा कोही बेला उहाँहरूले भन्नुहुन्न, आफूले बुझ्न सकिन्छ त्यो सिचुएसनलाई भने आफूले कसरी सकिन्छ इमोसनल्ली, त्यसपछि साइकोलोजिकल्ली, त्यसपछि फाइनेन्सियली, अथवा कुन हिसाबबाट हामी स्टेबल छौँ, कुन हिसाबको सपोर्ट उहाँले सिक गरिरहनु भएको छ हामीबाट, त्यो हिसाबले हामीले उहाँहरूलाई सपोर्ट गऱ्यौँ भने उहाँहरूलाई पनि एकदम राम्रो लाग्छ। हामीले पनि हाम्रो फ्यामिलीप्रति केही न केही राम्रो गरिरहेको छौँ भने हामीलाई पनि गुड एनर्जी, गुड भाइब्स आउँछ त्यो कुराले। हामीले हाम्रो फ्यामिलीलाई सपोर्ट गरे सँगसँगै हाम्रो अचिभमेन्टहरू के हुन्छ त्यो कुरा पनि सँगसँगै सेलिब्रेट गर्नु पर्यो र हाम्रो दुःखको कुरा पनि सँगै सेलिब्रेट गर्नु पर्यो। दुःख सुख भनेको लाइफमा आउने दुवै पाटोहरू हुन्। कोही बेला हाम्रो अचिभमेन्ट, हामीलाई सक्सेस आउँछ, त्यो कुरा पनि हामीले हाम्रो फ्यामिलीसँग सेलिब्रेट गर्नुपर्छ। त्यो हुँदाहुँदै हाम्रो केही पनि लाइफमा नराम्रो कुरा घटिरहेको छ अथवा हामी दुःखमा छौँ, समस्यामा छौँ भने त्यो पनि हामीले सेयर गर्नुपर्छ। त्यसले पनि अझ आफूलाई स्ट्रङ पनि बनाउँछ र हाम्रो फ्यामिलीलाई पनि गुड भाइब्स दिन्छ। र अर्को भनेको चाहिँ रेस्पेक्ट दिने र लिने दुवै गर्नु पर्यो कि कति कुरा कस्तो हुन्छ भन्दाखेरि अहिले चाहिँ धेरैजना एउटा एम्बिसन अनि त्यसपछि आफू एउटा सक्सेसको पिक पोइन्टमा पुगेपछि चाहिँ आफ्नो फ्यामिलीले के सेक्रिफाइस गरेको छ त्यो बिर्सिने चलन हुन्छ होइन। त्यही भएर हामीले चाहिँ रेस्पेक्ट दिने र लिने चाहिँ दुइटै गर्नुपर्छ। हामीले पनि उहाँहरूलाई रेस्पेक्ट दिने र उहाँहरूबाट पनि लिने। त्यो भनिरहँदा कति कुरा चाहिँ पर्सनल फ्रिडम अथवा पर्सनल चोइसको कुराहरूलाई चाहिँ हामीले सेक्रिफाइस गर्न सक्नुपर्छ। जस्तो उहाँहरूको केही पर्सनल म्याटर छ भने त्यो कुरामा इन्टरफेयर नगर्ने, त्यो गरिरह्यो भने चाहिँ त्यसले फ्यामिलीलाई पनि राम्रो लाग्छ र त्यसले हामीलाई पनि नराम्रो गर्दैन। अर्को सोल्युसन भनेको चाहिँ सल्भ कन्फ्लिक्ट पिसफुली। जस्तो कोही बेला फ्यामिलीमा कन्फ्लिक्ट आउन सक्छ, कोही बेला इस्यु आउन सक्छ, त्यसलाई चाहिँ हामीले पिसफुल्ली सल्भ गर्नु पर्यो होइन। के सोल्युसन छ हामीले दिन सक्ने कुरा त्यो दिन पर्यो। सकभर त्यो बाहिर फ्ल्यास गर्नुभन्दा पनि आफै भित्र राखेर कसरी त्यसलाई सोल्युसन गर्न सकिन्छ, कसरी त्यसको चाहिँ एउटा निकास निकाल्न सकिन्छ त्यसमा हामी लागि पर्नु पर्यो। त्यसको लागि चाहिँ हामी राम्रोसँग कम्युनिकेसन गर्नु पर्यो, एकअर्काको कुरा बुझ्नु पर्यो। त्यो भयो भने पनि हामीले हाम्रो फ्यामिलीसँग स्मुथ रिलेसन राख्न सक्छौँ। अर्को भनेको चाहिँ हामीले हाम्रो फ्यामिलीप्रतिको लभ र रेस्पेक्टलाई चाहिँ जहिले पनि अडोर गरिरहनुपर्छ, जहिले पनि एक्नोलेज गरिरहनुपर्छ, जहिले पनि एक्सप्रेस गरिरहनुपर्छ। त्यो भयो भने चाहिँ हामीलाई गुड भाइब्स आउँछ, गुड एनर्जी आउँछ र फ्यामिलीसँग स्मुथ रिलेसनले हामीलाई चाहिँ सस्टेनेबली एउटा प्रोग्रेसको हाइटमा पुगाउन पनि मद्दत गर्छ।
सो अहिलेको टाइममा चाहिँ कतिजना हामी मैले भनिहालेँ नि हामीलाई चाहिँ कामको हतारो हाम्रो एम्बिसनले गर्दा चाहिँ फ्यामिलीसँगको त्यो क्वालिटी टाइम स्पेन्ड गर्न पाइरहेको थियो। जस्तो पहिला त्यस्तो हुँदैन थियो, पहिला चाहिँ सबैजना फ्यामिली सँगै बस्ने सँगै टाइम स्पेन्ड गर्ने हुन्थ्यो। अहिले चाहिँ हामी हाम्रो करियर हाम्रो वर्कको लागि म्याक्सिमम त बाहिर अब्रोडै जानुहुन्छ, कतिजना आफ्नै देशमा भइकन फ्यामिलीसँग नहुने अर्कै जिल्लामा हुने हुनुहुन्छ। त्यही भएर हामीले हाम्रो फ्यामिलीसँग क्वालिटी टाइम स्पेन्ड गर्न पनि सक्दैनौँ। र यो टिप्स एन्ड ट्रिक्स हजुरहरूले फलो गर्नुभयो भने चाहिँ एउटा स्मुथ फ्यामिली रिलेसन चाहिँ बनाउन यसले मद्दत गर्नेछ र हजुरहरूको लाइफ पनि हरेक हिसाबले चाहिँ राम्रो हुन्छ जस्तो मलाई लाग्छ। यसले चाहिँ हजुरको वर्क लाइफ ब्यालेन्समा पनि हेल्प गर्नेछ र मलाई लाग्छ मेरो यो डिफ्रेन्ट टपिकमा बनेको भिडियो पनि हजुरहरूलाई केही न केही फ्रुटफुल भयो भन्ने लागेको छ र आउँदा दिनहरूमा पनि लाइफ बेस्ड मोटिभेसन र अन्य हजुरहरूलाई पढ्ने ट्रिक्स र करियर बेस्ड अन्य स्टोरिजहरू लिएर म आउने नै छु। त्यतिखेरको सम्मलाई चाहिँ हजुरहरू स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस् र स्टे ट्युन। थ्याङ्क यू सो मच फर वाचिङ।